हामी सबै पोलिटिक्सबाट टाढा रहन खोज्छौँ, तर पोलिटिक्स त हाम्रो घरको जग्गादेखि देशको बजेटसम्म छ। इमेजिन गर्नुहोस् तपाईँको छिमेकमा एउटा मात्र खाली जग्गा छ। केही पेरेन्ट्सहरूले भन्छन् यहाँ प्लेग्राउन्ड बनाउन पर्छ, हाम्रो बच्चाहरूले खेल्न पाउनुपर्छ। सिनियर सिटिजनहरूले भन्छन् यहाँ कम्युनिटी हल बनोस् जहाँ सबै हामी जस्तो वृद्ध मान्छेहरू जम्मा हुन सकियोस्। युथहरू भन्छन् हामीलाई स्पोर्ट्स ग्राउन्ड चाहिन्छ। सबैको चाहना जेन्युन हो, तर जग्गा एउटा मात्र छ। अब सोच्नुहोस् कसको आवाज सुन्ने, कसको माग मान्ने र अन्तिम डिसिजन कसरी हुने। यही हो पोलिटिक्सको असली मिनिङ। पोलिटिक्स भनेको खालि नेताहरूको स्पिच र इलेक्सन्स मात्र होइन, यो त हाम्रो समाजमा ग्रुप र इन्डिभिजुअलहरूले पावर, रिसोर्सेस अनि डिसिजनको बारेमा कसरी डिल गर्छन् भन्ने प्रोसेस हो। सिम्पली भन्नुपर्दा कसले के पाउँछ, कहिले पाउँछ र कति पाउँछ र कसरी पाउँछ त्यो डिसाइड पोलिटिक्सले गर्छ। त्यो एउटा जग्गाको इक्जाम्पल मात्रै होइन। जब सरकारले बजेट बनाउँछ, हेल्थमा कति, एडुकेसनमा कति खर्च गर्ने भन्ने कुरा डिसाइड गर्छ, त्यो पनि पोलिटिक्स हो। जब दुईटा देशबीच ट्रेड डिल्स हुन्छ, जब कानुन बनाइन्छ, कसले के गर्न पाउने र कसले के गर्न नपाउने भनेर डिसाइड हुन्छ, त्यो सबै पोलिटिक्स हो। पोलिटिक्स भन्नाले बेसिकली डिसिजन मेकिङ अबाउट आवर लाइफ्स हो। त्यसैले पोलिटिक्स भनेको नेताको कुरा मात्र होइन, यो हाम्रो रोजाइ, हाम्रो मौका अनि हाम्रो भविष्यसँग जोडिएको कुरा हो। अब प्रश्न यो हो कि यति सबै डिसाइड गर्न सरकार किन चाहिन्छ? त्यो कुरा हामी नेक्स्ट भिडियोमा गर्नेछौँ। फलो फर मोर।